फेरि पनि मेरो आफ्नो डेली हजुरको सामने प्रस्तुत गर्दैछु र आज म कता हिँडेर देखिसक्नुहुन्छ साथीहरू। नमस्ते साथीहरू, स्वागत छ हजुरलाई मेरो डेली ब्लगमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु साथीहरू। म चाहिँ नानी बोकेर चल्देको घरतिर माइतबाट घरतिर आउँदैछु साथीहरू। अस्तिको भिडियो मैले अस्ति बनाउन पाउने साथीहरू बिर्सेर आज मैले बनाएर पोस्ट गर्दैछु। हजुरहरूलाई कस्तो लाग्छ मेरो भिडियो? मन परेमा लाइक कमेन्ट सेयर फलो गर्न नबिर्सिनु होला साथीहरू। अनि फुल वाच गरिदिनु होला। त्यसपछि म घर आएँ साथीहरू। घर आउने बित्तिकै देख्न सक्नुहुन्छ अनि त्यो गुलियाको दिन थियो नि त, त्यही भएर बिहानै म घर आएको अनि मैले गुलिया बनाएर देख्न सक्नुहुन्छ साथीहरू। कस्तो लाग्यो हजुरलाई मैले बनाएको गुलिया? त्यसपछि म आएर चाहिँ तरकारी पकाउन लागेँ खोगीको साथीहरू। मस्त टेस्टी। हजुरहरूलाई कस्तो लाग्छ खोगी साथीहरू? खानुभएको छ या खानुभएको छैन? मैले चाहिँ खाएको छु है, मिठो हुन्छ। अनि त्यसपछि बहिनीहरू आयो। बहिनीहरू आएपछि अमिलो लिएर आएको थियो साथीहरू। अनिपछि हामीहरू लाग्यौँ अमिलो खान। त्यसपछि साथीहरू अमिलोको खोस्टा मतलब बोक्रा देख्न सक्नुहुन्छ। अनि यो मेरो छोरा अनि फेरि मेरो बहिनीले दिइरहेको थिएँ। अनि पछि उसले चाहिँ समाइरहेको थिएन देख्न सक्नुहुन्छ साथीहरू हजुरले भिडियोमा। फेरि मैले दिँदाखेरि समाउन खोजिरहेको थिएँ। फेरि अझ उसको छेमाले फेरि अझ दियो त फेरि समाएर ऊ समाउनै लाग्दैन देख्न सक्नुहुन्छ साथीहरू। आज पनि मेरो छोरा जान्ने भइसकेको छ जस्तो लाग्छ। अनि मैले दिएँ त समाएको अनि त्यसपछि देख्न सक्नुहुन्छ। अनि पछि अमिलो पनि बनाएर तयार भयो साथीहरू। त्यसपछि हामी खान लाग्यौँ साथीहरू। देख्न सक्नुहुन्छ दुईटी बहिनी म। अनि पछि खाँदैछ। मस्त टेस्टी थियो साथीहरू। अमिलो भनेपछि त मुखमा रस निस्किन्छ। अनि पछि हामीले अमिलो समिलो खायौँ। त्यसपछि देख्न सक्नुहुन्छ अनि गुडी असराउन त्यता गयौँ। अगाडि छोरी जाँदै थिएँ मैले यो कपडा लगाएर गएँ साथीहरू अगाडि। त्यसपछि त्यो कपडा पछि बाहिर आएर हेरेको त राम्रो लागेन। त्यसपछि मैले अझ फेरि कपडा चेन्ज गरेर अझ फेरि गएँ। अनि त्यहाँ पुगेर देख्न सक्नुहुन्छ मेरो नन्न साथीहरू देख्नुभयो होला हजुरहरूले। त्यसपछि हाम्रो चाहिँ यहाँ प्रोग्राम चालु छ साथीहरू देख्न सक्नुहुन्छ। अनि पछि गुडी असराउने अनि फेरि प्रसाद अनि एक आपसमा बाँड्ने कार्यक्रम चालु भइरहेको छ देख्न सक्नुहुन्छ साथीहरू। अनि मेरो बहिनीले चाहिँ भिडियो बनाइरहेकी थिए साथीहरू। त्यसपछि अनि लास्टमा खतम भयो देख्न सक्नुहुन्छ। अनि बचेको अनि आफूले खाँदै साथीहरू। अनि त्यसपछि मेरो नन्न देख्न सक्नुहुन्छ साथीहरू। मस्त ब्युटिफुल। अनि पछि जाँदै हुनुहुन्छ अनि फेरि अगाडि। अनि त्यसपछि प्रोग्राम पुरा फाइनल भयो जस्तो लाग्यो मलाई चाहिँ। अनि त्यसपछि घर जाने कुरोकानी चलिरहेको छ हाम्रो चाहिँ। अनि त्यसपछि देख्न सक्नुहुन्छ साथीहरू प्रसाद बाँडिरहेका छन्। अनि पछि कतिले बाँडे कतिले बाँड्दैछन् साथीहरू देख्न सक्नुहुन्छ। त्यसपछि फाइनल घर पुग्यो अनि बहिनी चाहिँ घरमै थिए। बाई बाई फर वाचिङ।